साथीहरु अब सेवाको मौका चाहिँ हाम्रो बडी मालिका हैन टुर एन्ड ट्राभल्सलाई सेवाको मौका चाहिँ अवश्य दिनु होला। हेलो एभ्रिवान, आज चाहिँ हामी नयाँ बस पार्कको लागि रवाना भइरहेका छौँ। हाम्रो केटाहरूले चाहिँ बस सञ्चालनमा ल्याइसकेका छन् बेङ्गलोरदेखि धनगढी नेपालगञ्ज हैन। यदि तपाईहरु बेङ्गलोरदेखि नेपालगञ्ज धनगढी र धनगढी नेपालगञ्जदेखि बेङ्गलोर आउँदै हुनुहुन्छ भने अवश्य पनि सम्झिनु होला भन्न चाहन्छौँ। आजको हामीले चाहिँ यात्रा यति बेला बस स्टपको लागि चाहिँ भइरहेको छ। आजको यात्रा चाहिँ हाम्रो र आज चाहिँ के हुन्छ त, कस्तो हुन्छ त बस स्टपमा चाहिँ हैन, कस्तो खालको सेवा सुविधा दिइरहेका छन् त, यो सबै चाहिँ हामी यहाँहरूलाई बताउने नै छौँ। हेर्दै गर्नु होला भिडियोमा भने अन्तिमसम्म रहेर साथ दिनु होला। गाइज के छ त तपाईहरुको हाल खबर? हाम्रो त ट्राभलिङ यस्तै छ। के गर्दै हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ? हामी चाहिँ बेङ्गलोरबाट अब एक हिसाबले चाहिँ भाइरलै सहर हो भनौँ हैन। अनि यो बेङ्गलोर सहर चाहिँ आज चाहिँ मेरो घोडा छ। विशेष गरी त आजको हाम्रो सवारी साधन भनेको चाहिँ दिनेशले चलाइराखन्। अलिकति दिनेशलाई पनि ज्वरो आएर, उहाँको गाडीलाई पनि ज्वरो आएर अलि यो अगाडिको मान्छेलाई गेडा लाउँदैरहेछु के होइन। के भन्नु त्यही हो, हामी जस्तो मान्छेले हेर्छौँ पक्कै पनि भन्ने हो। कसो यो त अलि अगाडिको भिड त यस्तो देखिन्छ कि पुरै छोड्छौ क्या। माइ तिम्रो हातमा छ भनेर गाडी त हाम्रो हातमा छ त, एक्लै हातले सिगाइरहेको छ होइन। त्यस्तो घुमाइदिएको हर्केले भिडियो बनाए जस्तो गर्छौँ अब हामी पनि। ल यहाँनिरको भ्यू देखाउँला अहिले। आज छैन रहेछ यार। आज अलिकति दिउँसोको टाइम हो। आज हामी बस स्टप छिटै पुग्छौँ होला त, मजाले पुगिन्छ। के लागिरहेको छ आज मनमा चाहिँ? केटाहरूले सञ्चालनमा दिइरहेको छ होइन। एकदम खुसीको कुरा हो खासमा भन्नुपर्दा। हाम्रो नेपालीहरूलाई सेवा सुविधा दिइरहेको छ भन्ने हो। तर दिल्लीमा लुटिनु अनि कहाँ गाजियाबादमा आएर के भन्छ नि, पहिला नेपाल जाने धेरै ठाउँमा लुटेको छ होइन। योभन्दा त हिसाबले राम्रो हो, बहुत सेवामा लगाइदिने हो, त्यही नै ठुलो कुरा हो भन्ने हो। ओहो सरर पानी घट्टामा म त फेरि फर्कन्छु। खासै पुगेन त यार, फेरि दोस्रोचोटि उठाउँछु है। के हो यार? हजुरको नाम छ बुधै, हजुरको नाम छ बुधै। मेरो सट्टामा भन्छौ न, कोही छोड्दै मेरो सट्टामा उसको कोही हामीले हुनु पनि पर्यो त पहिला। कुरा मलाई थाहा छैन। एक हिसाबले यो बेङ्गलोरमा कतिको बुढी भाग्न सक्यो होला यार। यही बुझ्न सक्नमा आएन भने भागेको भागे हुन्छन् के भन्छ। कति भाग्न सक्यो होला बुढा मान्छे झ्यापमा। खै त्यति बेला चाहिँ हामी बस स्टपमा चाहिँ पुगे जस्तो लागिरहेको। बस स्टप चाहिँ हो कि कुन हो यो चाहिँ? हामी जब यही बस्न जान्छौँ भने यही हो यही हो नयाँ बस स्टप। नमस्कार। बस पार्कै हो भने नमस्कार। यति बेला चाहिँ हामी महादेवपुरमा आएका छौँ। श्री बडी मालिका टुर एन्ड ट्राभल्सको गाडी यति बेला नेपालगञ्जको लागि गइरहेको छ। यहाँ गाडी देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। यही हो गाडी चाहिँ।
अहिले पेसेन्जर चाहिँ भित्र प्याक छन् होइन यो गोप्रोको भएको हुनाले चाहिँ यो अलिक दायाँ बायाँ भइरहेको होला देख्न सक्नुहुन्छ म भित्रको सुट गरेर देखाउँछु यहाँ पेसेन्जरहरूको भाइ भाइ राम्रो टु नेपाल भाइ भाइ खतरा छ भन्छ म एकदम अब हामी चाहिँ यति बेला बस स्टाफहरूसँग अध्यक्षज्यूहरूसँग कुरा गर्न गइरहेका छौँ होइन अध्यक्षज्यूहरू कता छन् हो अध्यक्षज्यू नमस्कार अब यहाँ हामी बस स्टाफसँग कुरा गर्न गइरहेका छौँ सर यो समात्नु तपाईँको यो बसको बारेमा चाहिँ बताइदिनुहोस् होइन हजुर तपाईँले चाहिँ के सुविधा दिँदै हुनुहुन्छ होइन सबै कुराहरू स्पष्ट पारिदिनुहोस् यहाँ अहिले चाहिँ सर्वप्रथम त नमस्कार बसमा सेवा सुविधा चाहिँ राम्रै छ अहिले हामी भर्खरै नयाँ नयाँ पनि हो त्यही अनुसारले काम अगाडि बढिरहेका छौँ केही कमी कमजोरी भए सरसल्लाह गर्नुहोला दिनुहोला अहिले व्यवस्था चाहिँ हाम्रो बेङ्गलोरदेखि धनगढी हुँदै नेपालगञ्जसम्मको यात्रा छ भाडा दर मात्र 2700 रुपियाँ आइदिनु होला सेवा गर्ने मौका दिनुहोला त्यही नै भन्न चाहे लोकेसन कुन रोड्डा नाकुन्दी दुर्गा अपार्टमेन्टको त्यहाँनिरै छ ओके सर धन्यवाद धन्यवाद मैले चाहिँ यो बस धनगढी र नेपालगञ्जको लागि जाने तयारी भइसक्यो तपाईँहरू देख्न सक्नुहुन्छ बाङ्गलोरबाट नेपालको लागि है त यो बस तपाईँहरू देख्न सक्नुहुन्छ ल ल देख्न सक्नुहुन्छ शुभयात्रा सबैलाई ल राम्रोसँग जानु राम्रोसँग है एकदम मिलिममात गरेर एकदम मिलेर जाने भन्ने हो सेवा सुविधा अब पेसेन्जरलाई सोध्नुहोस् हजुर होइन प्यासेन्जरलाई त सोधिसक्यो तपाईँको तर्फबाट पनि केही सेवा सुविधा भरपुर छ भरपुर छ भाडा चाहिँ कति भाडा 2700 मात्रै मात्रै 2700 हस् धन्यवाद त पुरा बागमान्ने रोड्डा नाकुन्दी नमस्कार हाम्रो पार्किङ नाकुन्दी तपाईँको ठ्याक्कै पेट्रोल दुर्गा पेट्रोलको सामनेमा खाली प्लट छ तपाईँको अगाडि पेन्चर सप र तपाईँको यो भङ्गारको दोकान छ त्यसैको उसमा बाटो छ त्यो बाटोबाट तपाईँहरूले भित्र आउनुभयो भने हाम्रो पार्किङ छ हाम्रो पार्किङमा आउनुभयो भने भाडा चाहिँ 2700 रुपियाँ मात्रै हो है तपाईँको महादेवपुरादेखि 2 किलोमिटर र मार्थालीदेखि पनि 2 किलोमिटर भएको कारणले गर्दाखेरि नेक्स्ट हाम्रो अपोजिट तपाईँको पेट्रोल पम्प छ साइडमा वाइन सप छ अनि तपाईँको पेट्रोल यहाँनिर दुर्गा पेट्रोल भन्ने एउटा बिल्डिङ छ त्यसको अगाडिपट्टि खाली प्लटमा हाम्रो पार्किङ छ सबैलाई आइदिनु हुन अनुरोध गर्दछु सहयोग गरिदिनु हुन सबैलाई मौका दिनु होला अब सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता भन्ने मनारहेका साथ हामी इन्डियाभरि दौडिया छौँ म राजेन्द्र साईलाई लगायत प्रायः सबैले चिन्नुहुन्छ म मुम्बईमा पनि गाडी चलाएर आएको छु होइन तपाईँहरूलाई थाहा छ अब यहाँ पनि तपाईँको व्यवस्थित प्यासेन्जरहरूको लागि है स्टाफहरूलाई अप्ठ्यारो लाग्न सक्छ र हामीले स्टाफहरूसँग कुनै लिनदिन छैन आफ्नो कमाइ गरिरहेछन् गर तर हामी स्टाफहरूलाई प्यासेन्जरहरूलाई हामी के भन्न चाहन्छौँ भने नेपाली समाजलाई के भन्न चाहन्छौँ भने तपाईँहरू मेरो हेल्प पनि हामीसँग समयमै सम्पर्क गरेर हामीसँग जोडिनु होला हस् त नमस्कार जय राष्ट्र केही चिज बोल्दैन अब भाडा चाहिँ एकदमै 2700 रुपियाँ मात्रै छ अरू ट्राभल्सहरू भन्दा पनि सस्तो छ र अहिलेलाई चाहिँ सिट बाई सिट मात्रै हालिरहेको हामीले देख्यौँ र हामीले भिडियो पनि हालिसकेका छौँ विश्वासिलो भरपर्दो चाहिँ छ भन्न पनि चाहन्छु ओके हस् धन्यवाद सेवाको मौका अवश्य दिनु होला सबैजनाले है त